आज शनिबारको दिन साथीहरू वाडी गुम्बा जाने कुरा भयो र हामी बिहानै उठेर पठाउ बुक गरी आयौँ। तर सिधा पहिला आएपछि जाम भयो र हामी सबैजना ओढेर हिँड्यौँ। अरू मान्छेले हिँडेर आइरहेको थियो जामको कारणले। उकालोमा बल्ल बल्ल उकाले आयौँ। सबजना थाकी स्याहास्या गरेर आयौँ। बल्ल बल्ल एकछिनपछि पिज्रोड आयो र पिज्रोड आउँदाखेरि एउटा दाइ त्यसभन्दा टुई हिँड्नुभयो। हामी पनि त्यो दाइसँग सँगै टुई हिँड्यौँ र केही बेर हिँड्दाखेरि बल्ल बल्ल वाडी गुम्बा आइपुग्यो। वाडी गुम्बा आएपछि बल्ल एकछिन मन शान्त भयो। मान्छेहरू यति थियो कि वाडी गुम्बा कुरै नगरौँ। अनि हामी अलिकति माथि गयौँ र फुल्यो कागजको सजावट रहेछ र अलि माथि गएर फोटोसोटो पनि खिच्यौँ र वाडी गुम्बा पनि हेऱ्यौँ। मूर्तिहरू हेर्दा चाहिँ स्वर्ग लाग्ने। फर्स्ट टाइम आउने मान्छेलाई त स्वर्ग जस्तो लाग्छ। अनि मैले पनि फोटोसोटो खिचेर भिडियो गर्ने तर्फबाट लागेँ। भिडियो पनि यसो गरेँ, राम्रो भ्यू आउँदो रहेछ। चलाएर भिडियो खिचेँ। अनि त्यसपछि फेरि अलिकति माथि गएर अर्को मूर्ति हेर्नुपर्छ भनेर माथि गएँ। माथि जाँदा त टपमा त सबैजना फोटो खिच्ने व्यवस्था रहेछ। तर लास्टको माथिको भाग चाहिँ यही माथि रहेछ। सबैजना फोटो खिच्नमा व्यस्त भयो र मैले पनि भिडियो गर्छु भनेर यसो क्यामेरा घुमाएँ। क्यामेरा घुमाएर भिडियो गरेँ। भिडियो गरिसकेपछि अब फर्किनुपर्छ भनेर हामी फर्किनतिर लागेँ साथीले मेरो चाहिँ भिडियो गरिदिए पछाडिबाट। म अघि हिँडेको छु, साथी पछि। अनि त्यसपछि अलिकति तल थाहा सबैजना मान्छेहरू फोटो खिच्न व्यस्त रहेछ, कोही टिटो बनाउन व्यस्त रहेछ। म पनि अब एकचोटि नाचिदिनु भनेर लागिरहेको थिएँ। तर दिदीहरू नाच्दा हाँसेर टिटो बन्द गर्नुभयो। म पनि बस्दैन हिँड्ने अगाडि। पछि फर्किने बेलामा यति धेरै मान्छे थियो कि बिहान जाने भन्दा त आउने मान्छे त्यहाँ नै भयो। फेरि दिउँसो मेरो पारा भिडियो गरी अगाडि पनि बढेँ। अब ढिलो भइसक्यो भनेर म अब पठा बुक गर्नुतिर लागेँ। पठा बुक गरेर आएँ। अर्को साथी चाहिँ अफलाइन पठामा गयो। तर त्यहाँनिर चाहिँ अनलाइन कोही पनि नभए सबै अफलाइन हुने। म चाहिँ अनलाइन बुक गरेर हिँडेँ। यो बाटो चाहिँ लास्टै खराब भएकोले एकछिन हामी यहाँ रोकेँ। अर्को पिच बाटो चाहिँ जाम हुन्छ भनेर राइडरले मलाई यताबाट ल्यायो। तर यो बाटो पनि कच्ची भएकोले मलाई एकछिन हिँड्नु पऱ्यो र त्यहाँ हामी आयौँ। तर अलिक तल सिङ्गल ट्रीभन्दा पनि आएपछि त काठमाडौँको यस्तो दामी देखिँदैछ कि आहा कुरै नगरौँ। तर अघि दिदीहरू पनि गाडीमा छ। उनीहरू पनि हिँड्दा थकित भएर गाडीमा चढेर आइरहेछ। अनि काठमाडौँको भ्यू हेर्दा त आहा हेर्नुहोस् न, यति दामी छ कि कुरै नगरौँ। पठाको दाइले भन्नुभयो कि बिहान यो ठाउँमा चाहिँ आउने बेलामा 5 रोड ट्राफिक थियो अरे, गाडी जाम भएर बल्ल आधी घन्टा पछि खुल्यो भन्नुभएको थियो। अहिले फेरि यस्तो नर्मल छ। अनि त्यहाँ मात्रै ट्राफिक दाइ हुनुहुन्छ। आजलाई यति नै, अब फेरि भेटौँला।